सेट अगाडि त्यही भए जस्तो छ यहाँ घरमा सब कोलाले क्या यसो चाहिँ चलाउनु के हताल यसरी पो चलाउनु पर्ने रहेछ बाइक So, hello guys, आजको ब्लग त त्यसो भइसकेको छ एउटा हामी जाबोमा होइन त्यति हावेमा बाइक कुदाउन जाँदैछ गाइस बजारमा नआउन त आलो पऱ्यो हरेक बाटोमा के हुन्छ त्यस्तै गर्दा नि त होइन यो डिएसपी सुरु भइसक्यो तपाईँको लामा रमाइलो भइरहेको वेलकम ब्याक फेरि चाहिँ म आइसकेँ तर चित्त नबुझेको कुरा चाहिँ के भन्दाखेरि अहिले यहाँ टिचरहरूको आन्दोलन चल्दा रहेछ हाम्रो यता बाटो पुरै ब्लकमा औडा दिमाग खराब भयो होइन अब टिचरहरूले अब माग खोजेको हो तर के गर्नु सरकारै त्यस्तै छ मलाई औडा लाग्यो यस्तो बाटोबाट सबजना कोच्या छ 2 घन्टा भइसक्यो जाममा बसेको हात डढेर औडा लागिसक्यो यस्तो रिस उठिसक्यो होइन के गर्नु गाह्रो छ गाह्रो के गर्नु त यत्रो ठुलो रोड ब्लक गरिरहेको छ यस्तो जाममा औडा यस्तो झ्याउलाइरहेछ मलाई गाइस भएन यस्तो तरिकाले चाहिँ मान्छे मर्छ अब खैको त अब मान्छे बिरामी भए हुन्छ यार यस्तो गर्छ भएन होइन के गर्नु यस्तै छ तर यस्तो हो उताको त्यो वान वे ब्लक भएपछि यताबाट आउने राइट साइडबाट आउनेहरूलाई चाहिँ त्यहाँ यतापट्टिको रोड ब्लक गरेर यो चाहिँ वान वे मात्र बनाइदिएको हुन्छ कि केही समयको लागि तर के गर्नु सब कोचिया छ भेडा बाख्रा जस्तो के गर्नु तपाईँ गाह्रो छ गाह्रो गाई ल चाहिँ गाई जस्तै छ अवस्था यतातिरको त्यसै गरौँला बाटोमा होइन के हुन्छ तर लास्टै रिसिँदै यार घामले डढेर मर्न लाग्यो म खत्तम भनेको पसिना पसिना भइसक्यो क्या मलाई मात्र होइन नि त तपाईँलाई त्यस्तो भइरहेको छ त्यो चाहिँ हो नराम्रो भयो अब मलाई बाटो पनि थाहा छैन क्या यताबाट मलाई चाहिँ अब कता जाने हो औडा भयो नि त अब ल रोकिदिइहालेँ अब ल कहाँको रोड हो यार मलाई थाहा छैन क्या त्यो ल त गाइस भेट्दै गरौँला अहिलेलाई यति नै सो हेलो गाइस वेलकम ब्याक फेरि बल्ल फ्रेस चिसो हावा खान पाइयो होइन उतापट्टि कहाँमा आन्दोलनले गर्दा जाम कहाँमा केही धुलै धुलो बल्ल हल्का बाटो बिग्रिया होला त्यही हुन्छ कुनै गिफ्ट्स कुराहरूले गर्दाखेरि चाहिँ हामी जस्तो नर्मल जनताले कुपन नपाओस् भन्ने कुरा हो तर त्यो त पाइयो क्या अघि पनि सधैँ पाइरहेको हुन्छ नि त आज मलाई औधी नै रिस उठ्यो क्या घर यस्तो हतार भइरहेको मलाई अब के गर्नु यस्तै छ घाममा डढ्यो क्या अरू भन्दा घाममा डढ्यो ओहो के भयो यस्तो No risk, guys. नहीं मैंने कहा हमारे को अभी आप बोल रहे इधर ये 5 साल बने 5 साल बने सागामा पुग्न लागिसक्यो मास्क चाहिँ पुरै बाटो फेरि बनाइरहेको छ क्या त्यतातिर त्यही त बाटो होइन तपाईँहरू चाहिँ अब आउनुहुन्छ भने उता नालाको बाटो जानु अन्त्यताबाट जानाले फेरि बनाइसक्यो होला भनेर यताबाट हेरौँ त्यसो मासतिरको खबर भनिसके जस्तो त अस्ति त पुरै धुलो उड्दाखेरि क्या आधा धुलो चाहिँ छैन रहेछ सो गाइस त्यही हो जस लास्ट रिस उठ्यो क्या अघि नै चाहिँ होइन अहिले चाहिँ अब के गर्नु यस्तै छ अब गाह्रो छ गाह्रो
what the fuck is going on, baby? Yeah, wala ako yan. यहाँ जो कपालकोमाले भइरहेको छ तर त्यही गर्नु मेरो क्यामेरा सेटअप राम्रो छैन सो साउन्ड चाहिँ पुरै हावा आइरहेको होला होइन डोन्ट माइन्ड गाइस बिस्तारै सरी 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 पर्दिस होइन के भन्ने यस्तै छु म त अब लास्टै भाइरसका चल्ने मान्छेको त्यही हो कहिले धुलोबाट ऊ हुन्छ के कसम मेरो बाइक यस्तो भ्यार साउन्ड कहिले आउँदैन थियो तर आज चाहिँ आइरहेको छ होइन अनि त्यो घुवाक घुवाक भन्दाखेरि चाहिँ अल्छी लाग्यो कहिले त्यस्तो भन्दैन थियो बाइक त्यो एकचोटि अहिले उसमा देखाउनु पर्ने हुन्छ हामीले ढिलो यार धुलो 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 गाई भाइजर लगाइदिन्छु म चाहिँ अब सो गाई भाइजर लगाएको सायद छैन होला मेरो साउन्ड डोन्ट माइन्ड होइन छ गाह्रो चाहिँ के गर्न भन्दा सो अब भाइजर लगाएपछि फेरि पुरै चिल्लै देख्छ क्या रोड फेरि मेरो भाइजरले अनि म गिर्खामा प्लुत्त जान्छ क्या फेरि त्यही हो पहिला कर्नरिङ हान्न क्या मजा आउँथ्यो क्या यो यहाँ चाहिँ तर अहिले चाहिँ वेस्टेड भयो केही छैन गाइस यो बोतल त अलैरन टप होइन के कहन्छु त्यो गाई भाइजर लाएर तर पानी हाल्दा जस्तो छ धुलो चाहिँ एउटा छैन खुसी लाग्यो मलाई होइन धेरै खुसी लाग्यो यस्तो अगाडि हुनुहुन्छ हाम्रो शिवजी सो ओम नमः शिवाय होइन तपाईँलाई रक्षा गरून् भन्ने चाहन्छु म चाहिँ सबै थियो राम्रो होस् त्यसरी त्यो माथि चाहिँ घरको माग पुरा होस् र चाहिँ जाम चाहिँ सुकिलो हटोस् होइन जसलाई पाओस् आफूसँग खुट्टा पाओस् भन्न चाहन्छु त्यो कुराले चाहिँ लास्ट होला अहिले किनभने एकदम मजा होइन दुईचोटि भइसक्यो क्या मलाई त्यो बाटोमा त्यस्तो गाइस यहाँ मजा आउँछ क्या फेरि मलाई यस्तो बाटोको चलाउनु अन्त यो गाडी नभए भए रकेट हाल्नुहुन्छ गाडी जाउँ यो पुलमा चाहिँ यहाँ पुलमा पनि चढ्नुपर्ने मेरो नाम जोड्दै पनि हो कति हावाहरू एउटामा गएकै छ कि जानुपर्छ बाटोमै हो क्या म अरेको चाहिँ गफेमा भगालाई फोन भएको हामीले त पुग्दै गइदिरहेको सो त्यही लाइक त्यो बाटोको कन्डिसन अहिले ठिकै रहेछ तपाईँहरूले त अब राम्रो सक्नुहुन्छ होइन अझै पर्छ घुम्नै पऱ्यो नेपाली पाउयो होइन नेपालको बाटोमा यतिखेर भइ नै हाल्छ बन्दैछ क्या अब 2-3 वर्षपछि चाहिँ फेरि सक्दैन भेटा हाम्रो गाईहरू पनि आउँदैछ क्या उता सिलगढी हुँदै त्यही भएर म जान्न आउनु सोच्नलाई आई क्यान वेट क्या काठमाडौँमा चाहिँ मलाई कहिले हो कहिले मलाई भनेर आजै कल दिनु आउँथेन अब फेरि मलाई गाडी डर लाग्यो केटाहरूले यसरी होला दालमा हिँडेको भनेर उनीहरूलाई थाहा पनि छैन त्यो तापे भनेर चाहिँ के गर्नु मायाले सताइहाल्यो आउनु पऱ्यो नि गाह्रो छ केटा हो नरिसा है नरिसा ओहो बाटो त के हो केटा हो कस्तो मजा आउँछ त हौ मलाई त दादा रे दादा हमको अगाडि जान देऊ न रे प्लिज पसिना चाहियो गाई गाडी त्यही हो अब हाम्रो यो नराम्रो बाटो पनि सबै कटाइयो होइन तपाईँको लगाइरहेको छ क्या अब त्यही हो गाई अब हामी बाटो बाटो चाहिँ गरौँ न हाम्रो यति नै बाटो चाहिँ यस्तै छ होइन
आउन सक्नुहुन्छ ठिकै छ बाटो अब अलिकति योदेखि गाडी गर्नु मान्छे भन्दा पनि उता नालाको बाटो आउनु होला लाएर बन्दामा यो गाइड गर्दै गयौँला अहिलेलाई चाहिँ टाटा यो बसन्तै गोइन अन ल यति त्यसो चाहिँ चलाउनु क्या हो तालमा यसरी पो चलाउनु पर्ने रहेछ बाइक त यार ओहो लगाइ गर्दै गयौँला टाटा। सो गाइड जसरी तसरी भयो भने यहाँ यो ठाउँमा चाहिँ आइपुगेँ होइन। यो ठाउँ चाहिँ मेरो वान अफ द फेभरेट ठाउँ हो। म यहाँ चाहिँ जहिले पनि बस्छु एन्ड दुईजना चाहिँ मिठो चटपटे पाउँछ क्या। यहाँ आइज लुगाको हालत चाहिँ डेन्जरै छ क्या। मनतिर गयो ए बाबा हेत्तेरी चप्पलमा छु फेरि म चाहिँ चप्पलले डन हुन्छ फेरि। सो त्यही हो गाइड चटपटे खानु अब चाहिँ बाटोमा के हुन्छ हेर्दै गएर पनि आइसकेको छ गाइड। यता छ के हो निक नेम राखिदिनु पऱ्यो हाम्रो बाइकको गाइड। A few moments later. So hello guys, हामीले खाजा खाएर डक्टर यस्तो ब्युटिफुल ठाउँबाट निस्किसकेको छौँ होइन। अब बबाल मजा भयो यहाँ पनि ब्याग लाएर खाजा खायो चटपटे खायो होइन। चटपटे चिसो खाइदियो हामीलाई क्या हो मलाई त आज फेरि आउँछ त यार अस्ति केटाहरू सबजना राइडरमा बाटो मतलब पकिस दादा रे दादा यसो नगर्नु नगर्नुहोस् न प्लिज। सो गाइड त यो जोस् अब हल्का गिर्खा मात्रै बाइक अट्याक पनि बस्दा यतातिर सोचेर देखाउनु सक्यो। ब्याङ गाइस ब्याङ चिनमा मेरो दिन उडै बितिरहेको छ ठाउँमा बाटो अन्त मजा आउँछ क्या तर यताको बाटोमा बाइक चलाउन चाहिँ त्यही भएर त आएको त हामी। सो त्यही हो गाइड जोस् मजा आइरहेछ। सिकेर पुगै गयो भने त नयाँ सिक्दैन अब यो 2-3 महिना हस्पिटलमा बस्नुपर्छ एउटा है गाह्रो चाहिँ गाह्रो त्यही भएर सेफ राइड है त ल उनीहरू पोस्टरको उसलाई चाहिँ मैले गाडी कर्मरिङ हाल्नु आज त लाग्दिरह भनेको त आज कस्तो यस्तो पनि हुन्छ र भनेको गाडीहरू ठुलो धुवा उसै त पुरै धुलो भा बाइकको कुद्दा त के भएको यस्तो सेक्सन छ गाई यहीँबाट हामीले चाहिँ त गाडीहरू आएको छैन। दादा रे दादा क्या मजा आउँदो रहेछ। अब चाहिँ हामी ट्याग लगाएर गीत सुनेर जान्छौँ। सो यो चाहिँ खासै हेलमेट लाउनु न हो हेलमेट लाउनु लाउनु पऱ्यो नि गाई यस्तो ठाउँतिर होइन यस्तो ढुङ्गा हालेर त्यही भएर मलाई रिस के अरे जाने के कस्तो दिन
बाटो चाहिँ देख्दा त्यस्तोमा तिर्खादेखि कि डर लाग्छ क्या एक्सिडेन्ट भएपछि चाहिँ हाम्रोहरू पनि डराउनु होइन त्यसले चाहिँ गाह्रो बनाउँछ क्या सो त्यही गाइड यो बाटोमा चाहिँ बाइक कुदाउन पनि पऱ्यो मजा आउँछ कुदाउँदिन सिलगढीमा जानु कहिलेतिर जाम चाहिँ क्या हो गाडीहरू पनि बस्दै गाइड हामी तपाईँहरूलाई किन्न लाग्यो अब चाहिँ Hello, welcome back everyone. Your Basant is coming फेरि पनि guys. So आज न्युट्रलमा चिलमा हिँडिरहेछौँ हामी गीत गाउँदै होइन हामी ट्याक्क लाएर पहिलाकै यता आउँदाखेरि राति आउँथ्यो अनि यो पुरै तलतिर भिड है यस्तो डर लाग्थ्यो दाइले त्यसमाथि यो यस्तो स्वाई 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 भन्थ्यो क्या कुदाउँदाखेरि यस्तो यस्तो के अरे यो बुल्टिन्छ भनेर राखेको गाडहरू अनि त्यस्तो पुरा मजा आउँथ्यो क्या पहिला चाहिँ तर अहिले चाहिँ अब आफूले चिलमा जाने हामी चाहिँ नो कुदाउने गाई जब बिस्तारै चिलमा जानु खोज्यो चिलमै हिँड्नु होला होइन कम्प मजा आउँछ यसरी हिँड्नलाई केटा हो हामी माथिदेखि नै निटलमा आएर हो क्या हामी गाडीहरूले यसो बेला चुप्पा खान आउँछ तर त्यस्तो चुप्पाबाट चाहिँ टाढै बस्नुपर्छ हामी होइन ट्रेनिङको चुप्पा चाहिँ काम गाडीको चुप्पा चाहिँ नकाम भन्ने कुरो धारणा हो होइन अनि चलाएर त्यसरी कुद्दो रहेछ त यता चाहिँ 5 खाल रहेछ भर्खर चिनिरहेको छु क्या मैले पहिलापल्ट त गायो जस्तो लाग्थ्यो तर नरपिक है सबै सानो यताउता नै रहेछ हाम्रो त्यही हो चिलमा सिलिली फिलमा ट्याक्क लाएर हिँडेपछि खाएपछि लागेपछि कस्तो के लाग्छ होइन त्यो पनि लाग्दैन आफ्नै लाग्ने हो बाइक पनि ट्याक्क लाएर आफूले गर्दा भन त्यतै जान्छ क्या भन्दैछु किस नखाम भनेर यसो गाई बेसी किस खाना गाह्रो छ गाह्रो सावधान दुर्घटना सम्भावित क्षेत्र भनेपछि त झन् सावधान हुनै पर्यो उसै त हामी सावधान रूपमा हिँडिरह मान्छेहरूलाई होइन त्यो गाइज मेरो कुराले चाहिँ फेरि निन्द्रा आउँछ क्या निन्द्रा मलाई निन्द्रा आइरहेको छ क्या त्यही भएर दिस इज निन्द्रा ब्लग क्या निन्द्रा ब्लग यहाँ मुनि कति के बता दिन्छु क्या हो अब धपुङ्गे पनि आउन लागेको छ सो एक जाओस् यो घुम्नु परेपछि चाहिँ मान्छ त्यति बेला स्कुलबाट के छ बाई फेरि यस्तै हुन्छ क्या एक्सिडेन्ट हुन्छ त्यही भएर बिस्तारै छैन सबजना बबुला परिकार चलाइदिन्छ होइन त्यसमाथि म पनि एक हो होइन तर राइट सेफ दाई आई डोन्ट वान्ट किस है यसरीमा आइदिन्छ दाजुभाइहरू यस्तो मित्रहरू होइन अब काबेली सब्जीहरू What a perfect turning, guys! Guys, laksa! Let's go! Go get your laksa back! Kasto maja na. Lagay na so overtake na
Oh shit. Tudo. Oh shit. गाह्रो पुरै झारेर हिँडिन्छ हरन बजाउँदा नि सुन्दैन तिमीहरू रोड यस्तै छ है कस्तो थाहा नभएको होला त्यही त भाइ वेलकम ए सरी 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 है यतातिर घरहरू न घरमा सब खोलाले क्या ए अति भएको छ क्या अति खोलाले होइन यो सब बाटो यस्तो छ स्टार्टिङ हो होइन अझ के थाहा होला यति हामी के क्या यतिको रोड छ क्या पहिला चाहिँ अहिले खोलाले पुरै माटो त्यो 8 हजार क्या कोही ठाउँमा के कोही ठाउँमा के होइन नत्र त तल एकैछिनमा पुग्थ्यो क्या अब के गर्नु गाह्रो छ गाह्रो रोड बनिसकेको छ मस्त गाह्रो भएको छ अहिले चाहिँ होइन तर बनाउँदैछ के गर्नु यस्तै छ पुरै खोलाले यस्तो बनाइदिएको क्या फेरि होइन गाह्रो 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 जाहिरहेको मलाई नानीहरू दिन घुरेको र के रहेछ त यता त यता चाहिँ पौडी खेल्ने ठाउँ रहेछ है यहाँ चाहिँ ल बस्ता बाहिर राख्नु हेलो हेलो गाई हल्का त दिन मलाई कुनै कुनै ड्राइभरहरू चाहिँ कतिलाई रेस्पेक्ट गर्न मन लाग्नेहरू हुन्छ क्या पुरै ड्राइभ गएन तपाईँ अगाडिबाट जाली आइरहेको छैन भने ट्र्याक्टर दौडदै भने साइड लाइन बाल्ने होइन हातहरू गर्ने त्यस्तोहरू चाहिँ यस्तो लाग्छ क्या मलाई यति नै भएर चाहिँ बबालै हुन्थ्यो तर के चाहिँ मजा आयो मजा 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 आइरिस बाटो तलसम्मै राम्रै होस् होइन बाटो त ठिकै छ त हौ दुधलाई त छैन त गाई छोराहरूसँग लास्ट बिग्रिएको बाटो ठिकै छ त हौ रात कहिले पर्छ हामी क्या हो हामी छैन खाना नहुन्थ्यो तर हामीले जे पनि हुनसक्छ क्या यसको माथि तलतिरबाट फेरि मेरा भए त फेरि ल्याङ ब्याङ हुन्थ्यो होला है तर पनि हामीले यस्तैन बाटो ब्लक कन्डिसन बाटो के भएको छ र यार बाटो पो छ त किन ब्लक गरेको हो हामी चाहिँ जम्मै गाडीहरू जाँदैछ मेरो के प्वाइन्ट सामने गएको छ यार ओ सेट अगाडि केही भए जस्तो छ यार लकेर आउनु भिडियो बहुत हाल्दै थियो यार औरा लाग्छ गाइस वेलकम ब्याक फेरि पनि त्यहाँ चाहिँ गाडी भए रहेछ क्या कन्डिसन यस्तो छ रोडको सो गाडी नचढा रहेछ त्यहाँबाट आयौँ हामी चाहिँ फेरि मलाई यस्तो भिडियो थिम्न मन लाग्दैन क्या अब जे पनि हुन्छ अब बिना पर्मिसन होइन सो त्यही गाडीहरू पुरै जाम भएर रोकिरहेछ अन्त हामी चाहिँ साह्रै ओहो सरजी गाडी कहाँबाट आएको त दाजु ओहो आउनुहोस् अझ फोन कि बाटो छैन तर गइरहेछ जान नि बबाले मजा आउँदैछ
आमामा के हो यो पुरै मान्छेहरू त लाइन छ त ल बाटो बिस्तारै हामी चाहिँ गएछ सो ओ सेट बाटोको कन्डिसन हेर्नु न गाइस व्हाट द फक इज गोइङ अन ओ सेट यस्तो खत्तम भएर रहेछ नि त अनि ओहो ला 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 मा म त अचम्मै लागिरहेको पहिला त्यहाँ सानो खोला बग्थ्यो माथिबाट रोड थियो होइन एउटामा यत्रो खोलाले यत्रो गर्दैछ नि त आमामामा यार सेट गाइस so much त्यहाँ धुलो जा म मरे धुलोले सो त्यही हो गाइस यस्तो भएर रहेछ बाटो तपाईँहरू होइन भन्दैछ खै बनाइहाल्थ्यो नबनाइहालमा केही देख्दैन क्या धुलोले त अब चाहिँ राम्रै होला साइकलतिर यो हो नि त लाइन चिसो भएको त बाटो गाइस लभली सो त्यही गाइस बाटो कन्डिसन चाहिँ अलि खतम भन्दा पनि त्यस्तै रहेछ कुनै ठाउँमा अरू ठाउँमा राम्रै छ म अब पुगिसकेँ मेरो डेस्टिनेसनमा पुग्न लागिसकेँ सो मेरो फोनमा चार्ज पनि सकिसक्यो होइन त्यही भएर चाहिँ म भिडियो यहाँ सम्पन्न गर्न चाहन्छु stay safe, stay right, stay out guys so राम्रोसँग बस्नु होला तपाईँहरू ट्याक्सको बाटो यस्तै छ पुगै सक्यो किन हो नआउँदा अल्छी लाग्यो कति दा यसरी नआउनु न गाईको बाटो चाहिँ अलिक बिग्रेको रहेछ पुगिसकेँ अब म चाहिँ पुग्न लाग्यो मेरो बाटो त्यही गाई सेफ होइन सेफ राइड है केटाहरू अनि त्यही त हो नि सो पछि गर्दै गरौँला है त बाई ब्याक खतम भएछ क्या खतम खोलाले सब ड्यामेजै बनाइदिएछ क्या यतातिर चाहिँ बिचरा कतिको के नोक्सानहरू होला होइन कतिको घरै लग्यो सो स्याड है गाइस बाटोको कन्डिसन पनि सायद पहिला राम्रै थियो यतातिर मलाई त अब याद छ होइन दादा रे दादा la 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 दाजु सबै पानीले नै हो रे गाईले पानीले नै होला सायद हो अरे भन्दा नि यो पुरै माथिको गाजो क्या यो पुरै गाजो क्या के भन्नु सो त्यही गाइस ल ओके त्यही हो बाटो यस्तै छ तपाईँहरू राम्रोसँग आउनु होला त्यही भन्न चाहन्छु बाई बाई फेरि पनि भेटौँला हामी अर्को नयाँ ब्लगमा टाटा